हेलो वेलकम ब्याक माई लिम्पुनी ब्लग यो पारा तपाईहरुले मेरो ब्लग त देखि नै राख्नु होला। मेरो बिरालो मरिरहेछ भन्ने कुरा हैन। सो आज चाहिँ हामी आँप खान आँप चोर्न आएको कि तर हल्ला नगरे मान्छेको घरको बारी कहाँ पर्का आँप चोरी खानु पर्ने छ। सो गाइज हैन हामी चाहिँ ऊ त्यो घरको आँप हो नि त यता पर छ क्या ऊ नाइके हामी चाहिँ भाइके यहाँ सुन न ऊ चाहिँ नाइके हामी चाहिँ भाइके हो क्या चोरको। यो अब तर कति चिची लाग्यो यो र सधैँ हामीले खाएको यो कि पल्लो हौ पल्लो नि यो भन्दा पल्लो चाहिँ अलिक गुल्ले गुल्ले छ कि साँझेर फलेकै छैन त्यो त होइन ल टेकाला। यो गाइस यो आँप चाहिँ कस्तो मिठो टेस्टी छ देख्नु भएको भएन एकदम सँगै तपाईको मुख त अमिलो भएर आँखा चिम्सी पनि हुँदैन। सिम्बल तरुल लाएको रहेछ सिम्बल तरुल नमार्नु हैन गाइस। यो आँप ओइ ओइ यो आँपहरु गाइस कहाँ भेट्ने ठाउँमा छ के ओ केटाले त कसले अघि ल्याएर रेडी राखिदिएको रहेछ गाइस। हामीलाई चाहिँ चोर्नलाई सजिलो छ भनेर बाँदरलाई सिँढी भने जस्तो चोरलाई लट्ठी रेडी राखिदिएको रहेछ। खै म झारौँ छिराउनु नि सही निशाना यो आँप त साह्रै भएन दिदी अलिक उफ्रिनु पर्छ। यो साइड अलि मोबाइल टेक्लाउ मकै बारी कडाम कडाम आइम त डल्ली हल्ली हल्ली भेट्दैन आँपको चोकी आँप भेट्दैन जुत्ता खाली पनि हेर त जुन गरेर जुत्ता खाली पनि यसरी म तपाईँको छोराको पनि यस्तै भएको छ नि निधारो सो गाइस आँप चोरी सक्यौँ हामीले अघिको कहाँ छ भेला पार्यौ आँप हामीले चोरी सक्यौँ होइन। यो आँप हाम्रो चोरको नाइकेले आँपै बिर्सेछ कस्तो खालको छ यो रुख चाहिँ पोहोर चाहिँ बेच्नु भएको थियो रुखै झ्यामै योपालि किनिसकेको होला नि कसले लुगा चाहिँ बोका आँप बोका चलो खाने काम गर्न म अलिकति बोके तिमीहरू अलिकति हे बुक्कड हेर्नु यो बुक्कड चाहिँ अघिदेखि दार्न थालिहाल्यो अचार पिस्दै गरेर तिमीहरू लौ यो नेट लगेर जाऊ अचारसँग हौ साँच्दै चप्दै खाने हो अचार पिस न गएर ल लु यो लगेर जाऊ म यहाँ गएर कुकुर लिएर आउँछु ल हात पिल्छ ल उसले बोका न लौ यति तिमी बोका ल यो बोका। सो गाइज आज चाहिँ हाम्रो आँप खाने प्लान सँगसँगै मेरो घरमा नयाँ मेहमान ल्याउनेवाला छु आज साँच्चै भन्नु बिर्सेछु विशेष गरेर बुद्ध जयन्तीको आज वैशाख पूर्णिमाको सबैलाई शुभकामना भन्न चाहे। तिमीहरू गएर आज अचार पिस्दै गर ल टोलीहरूलाई काम छुट्याइदिएँ मैले मेरो काम लिएँ। म चाहिँ आजबाट चाहिँ मेरो घरमा नयाँ मेहमान ल्याउँदैछु यहाँ चाहिँ उसलाई बेबी म्याक्स भन्ने गर्नुभएको छ। म चाहिँ घरमा लगेर के नाम राखिदिउँ भन्ने म सोचिरहेको छु क्या तपाईँहरूलाई कसैलाई राम्रो नाम थाहा छ भने पप्पी बेबी बोय पप्पीको नाम तपाईँहरूलाई कसैलाई थाहा छैन मलाई कमेन्टमा नाम भनिदिनु ल। मेरो घरमा आज म
मेहमान चाहिँ बेबी म्याक्स लाँदैछु म बेबी म्याक्स पप्पी लाँदैछु सो गाइस यहाँ हुनुहुन्छ कि हुनुहुन्न यहाँ एन्जुको बेबी लानेछु है म एन्जु पनि म तपाईँहरूलाई देखाइदिन्छु ल गाइस कुञ्चमाया कुञ्चमाय यो तेलिङ्गा हो तिमी चाहिँ को फुलकुमारी फुलन्दी के हो अम्मा एन्जु गुड गर्ल अम्मा एन्जुको बेबी अरे नि खै तेलिङ्गा हेर न यिनी चाहिँ तिमी चाहिँ को तिम्रो नाम के हो पप्पी खै तेलिङ्गा खै बेबी म्याक्स चाहिँ गाई यता कराउँदैछ जस्तो छ हाम्रो बेबी म्याक्स केले घोचे अरे एम्बो यहाँ टिकटक चल्दो रहेछ फेरि यहाँ चाहिँ गाइस हेर्नु सुपर डुपर स्ट्यान्ड रहेछ यसको नाम चाहिँ बेबी म्याक्स अरे अर्कै राख्नु भन्दैछ के राख्नु भन्दैछ लगेर राख न जे राख्छ हौ बेबी म्याक्स उयो ल्याउनु छ क्या त्यही भएर स्याम्पू के गरौँ आज गुरु पुर्णेको दिन राम्रो हुन्छ कि लाइजाउँ कि भन्दैछु हौ नि केही सायद बाइट हेर्नु पर्दैन होला नि त आजको दिन लानु टिकटक बनाउनु र तिमीले लानु मिल्छ कि क्या हो यो मात्रै आउँछ कि चारतिर घुम्छ यो यता बेबी म्याक्स यता हेर्नु यता कहाँ मान्दो रहेछ त अडिँदैन नि बेबी म्याक्स खोप चाहिँ ल्याइदिनु भनिरहेको छु आज हाम्रो बेबी म्याक्स चाहिँ न्यू गेस्ट मेरो घरमा जाँदैछ मेरो घरको न्यू मेम्बर हो बेबी म्याक्स केही ल्याएकै छैन यसको लागि प्रोडक्टहरू